म पनि ज्येष्ठ नागरिक, तपाईँ पनि ज्येष्ठ नागरिक, सेल्युट गर्छु सबभन्दा पहिले है। यो उमेरमा समाजमा छोराछोरीको आसरा खोज्छन्, सहारा खोज्छन्। एकछिन एकदम इम्पोर्टेन्ट कुरा भन्छु। मलाई धेरै भेट्न मन थियो आज। यो उमेरमा समाजमा यो उमेरको ज्येष्ठ नागरिकले समाजमा छोराछोरीको सन्तानको सहारा खोज्छन् हो। तर उहाँ बेरोजगार युवाहरूको सहारा बन्नुभएको छ, रोजगार दिएर होइन। धेरै गर्नुभएको छ र अर्को कुरा के भन्छु भने हाम्रो समाजमा बर्थडेमा, म्यारेज एनिभर्सरीमा, तीजमा छोरीहरूलाई लुगा फाटो दिन्छौँ नि, चेलीबेटीलाई दिने चलन जसले जति सक्छ। केही नसक्नेले पनि मरेपछि केही पैतृक सम्पत्ति दिएर जान्छ, केही न केही दिएर जान्छ, हुन्छ उसको होइन। तर मैले के भन्छु भने सबभन्दा ठुलो पैतृक सम्पत्ति यो दिनु होला आफ्नो सन्तानलाई। मरिसकेपछि उनीहरूले यो पायो भने, मरिसकेपछि आफ्नो सन्तानले यो पायो भने उनीहरूले जति तपाईँले सम्पत्ति दिनुभएको छ पैतृक सम्पत्ति, त्योभन्दा धेरै कमाउन सक्छन्। र सम्पत्ति भनेको पैसा, भौतिक सम्पत्ति होइन। एक मिनट, यो पढिसकेपछि उनीहरूले भौतिक सम्पत्ति मात्रै होइन, धेरै सम्पत्ति पाउन सक्छ यसबाट। र उनीहरू पनि महावीर पुन जस्तो ठाउँमा पुग्न सक्छ। त्यो ठुलो सम्पत्ति हो। मान सम्मान देशको लागि केही गर्नु सक्छ तपाईँको सन्तानले। त्यसकारण त्यस्तो गिफ्ट लिएर राख्नु, अहिले किनेर राख्नु।